हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म रोडमा काम गर्नु जाँदै गरेको। आज शनिबारको दिन स्कुल बिदा छ अनि ब्लग बनाउँदै जाउँ भनेर हिँडेको। रोडमा चाहिँ हामी सोलिङ लाउँदैछौँ। अब सोलिङ लाएको यताउता म तपाईँहरूलाई सबै देखाउने छु है गाइज। ल म चाहिँ अलैँची बारीको बाटो जाँदै गरेको होइन। अलैँची चाहिँ लास्टै छ। अब मेरो घर वरिपरि घरको छेउतिर अब आफ्नै नभए नि अरूको टन्नै छ क्या अलैँची बारीको बाटो जाँदैछु। यिनीहरू चाहिँ सबै एउटा दाजुको छ। यहाँ पल्लोमा गोठ बनाएर बस्नुभएको छ। म तपाईँहरूलाई त्यो गोठ नि देखाउने। म चाहिँ जाँदैछु है गाइस। ल पुग्न लागे गोठ पुग्न लागे। अब यहाँ सुँगुर पाल्नु भएको छ भर्खरै। सुँगुर है गाइस। ल गोठ जाऊ। भित्र चाहिँ यस्तो छ। कोक्रो बुन्नुहुन्छ दाजुले। कोक्रो खतरा कोक्रो चाहिँ कोक्रोलाई चाहिएको छ। सम्पर्क गर्नु होला है गाइस। कोक्रो चाहिँ यहाँ भर्खर बुनिसक्नु भएको छ। यसलाई फिनिसिङ हान्नु बाँकी नै छ। अब यहाँ अलैँची भट्टीहरू बनाएको छ नि सबै कुरा छ है। अब तपाईँहरूलाई हामी चाहिँ जान्छौँ। यो दाजु नि जानुहुन्छ अनि हामी गएर कामहरू गरेको तपाईँहरूलाई देखाउनु छु है गाइस। ल म चाहिँ यहाँ आइसकेँ होइन त। अब आइसक्यो त। कहाँनिर लाउँदैछन् हो अहिले? अगाडि नै जानुहुँदैछ भाउजू दाजुहरू। यहाँदेखि चाहिँ टुक्रोबारी चाहिँ दामी देख्छ नि त होइन त। दामी स्कुल सुलुलुलुलुलु दामी देख्छ नि त होइन। रोड चाहिँ दामी भइसकेको छ है। किन हजुर? होइन राम्रोको लागि होइन। झन्डै लड्यो हौ यहाँ। बसतिर आउनुहुँदैछ। हामी चाहिँ पुगिसक्यौँ। अब टन्नै हुनुहुन्छ काम गर्ने मान्छेहरू चाहिँ। अब ढुङ्गा बोक्नुपर्ने छ। हामी चाहिँ अब ढुङ्गा बोक्नुपर्छ। के गर्नु जानु? हामी चाहिँ यता फुटाउनु क अनि छिना बेकारै फुटाउनु। दुईवटा देखिरहेको थियो त नि। यो त गाह्रो नै लगाएको जस्तो छ त। होइन घाममा कस्तो निक्लिन्छ भनेर।
खाजा खाने टाइम नि भइसक्यो कति छिटो नि खाजा खाने टाइम कति 38 जना कि कतिजना छौँ खाजामा चिउरा भुजा छन् सबैजनालाई नि यही तान्नु के सबैजना भेट्छ नि जाँदा ब्लगर नाना अहिले त भरि छ मेरो अहिले चाहिँ भरि छ त्यो खै होला नि त एकचोटि आमाहरू सब जम्मा खाजा मलाई राजुले के भन्दै थियो मलाई यसले त के खान्छ भने त्यसले सबैजनाले मकै खानु मन लाग्यो हो मकै आइपुग्यो उठिहाल फुपा म बाँच्छु भन्छ यसले पनि म बाँच्छु यहाँ गर्नु न मान्छे 38 जना छ चकलेट मिठो हो युट्युबमा हाल्नुपर्ने यहाँ चाहिँ हिसाब किताब मिलाउनु हुँदैछ है साथीहरू भन्न चाहिँ सक्नु लागेको खाजा खाजा छुट्यो अब काममा लाग्नु लाग्छ साथीहरू ल फोटो सेसन कार्यक्रम हुँदैछ है गाइस ए श्रम गर्नेहरू रोडमा काम गर्नेहरू चाहिँ है रोड अरू धेरै छन् कहाँदेखि लागेको छ यत्रो जना हुनुहुन्छ हतियार ल्याउनु पर्ने भयो गाइसलाई मान्छे बढी सँगै बरु पालै पालो संस्कृति होइन आइफोनहरू चाहिँ दिनु है फोटो खिच्नुको लागि चाहिँ हाँस्नु अझै
क्यामेरामा मान्छेभन्दा औजार धेरै भयो त हौ। ल अब एउटा इ ल फोटो सेसन हुँदैछ है। तित्तर बित्तर भएको नि गर्नु पर्यो नि। अब काममा लागे। कहाँ मेरो त क्यामेरा नराम्रो छ नि त अहिले। हेरौँ न त नि हेर्नु पाउँछ ए राम्रै छ त नि हेरौँ अगाडि कि पछाडि राम्रै छ त नि ओके गर्दा हुन्छ। हुन थाल्छ पिटर दादा दामी सोलिङ लाउनुहुन्छ है दाइले चाहिँ। आमा साँच्ची हौ काका र दाजुको चाहिँ आज चिटिक्क मिलेको छ नि त। आम्मामामामा हाम्रो एरी ह्यान्डसम काका त मजा हुँदैछ होला नि होइन काका। लौ लौ त काममा लागिसके ल गाइज। अब हामी चाहिँ छुटेर हिँडिसक्यौँ होइन घर। जम्मै